कसैको त एक धुर पनि छैन के बाबुहरू जग्गा कसैको त विस्थापितै भए के स्थापितबाट विस्थापितै भए के सडक विस्तारको आवश्यकता चाहिँ कतिको छ आवश्यकता धेरै हो आवश्यकता त थियो त्यो आवश्यकताले गर्दा मात्रै हामीले नि आशा मारेको हौँ जसरी भत्किएको छ त्यसै गरी छिटै बन्छ नि यो बाटो बन्छ देशभरिबाट यो देश विदेशबाट हेरिरहेका हुन्छ अब यो तहस नहस भयो भने यो यहाँ मात्रै होइन अब यो भरतपुरदेखि लिएर पत्लैयासम्म भन्छ है सर सुकुम्बासी नै बनाएर छोड्नु त भएन नि विकास हुनुपर्छ बाबु विकास विरोधी कोही पनि होइन आफ्नो देश आफ्नो हाम्रो नेपालमा विकास हुनुपर्छ हाम्रो विकास नभएको भने नि सबै ठाउँमा बनिसक्यो हाम्रो यही हेटौडा यति मात्रै बाँकी हो नि त विरोध गरेको नि पुरानो सहर यो त यो हाम्रो धेरै पुरानो सहर हो कि त्यो हुनुपर्छ तर सरकारले राज्यले चाहिँ कानमा तेल हालेर चाहिँ बस्नु हुँदैन अहिले चाहिँ हामीले मौजा पनि पाएका छैनौँ भन्ने गुनासो त्यो गुनासो कस्तो छ भने योभन्दा पहिले नै यो मुआवजा लिनलाई चाहिँ यो पहिले नै डाकेको रहेछन् त्यो जसले लिए नलिएको खण्डमा त्यो जग्गा स्वतः नै सरकारी हुने भन्ने रहेछ के पहिले अब जो लिन गए उनीहरूले लिनुभयो अब जो गएनन् त्यो स्वतै अब यो सडकमा यसको चाहिँ अहिले 25 गजको लाल पूर्जा सडकको नाउँमा आइसक्यो हेटौडा बजारमा पनि 4 लाइनको बाटो बन्छ हेटौडा बजार भन्नाले यहाँबाट हाम्रो होइन यो त भरतपुरदेखि लिएर पत्लैया भरतपुरदेखि पत्लैयासम्म 4 लाइनको बाटो यो पूर्व पश्चिम राजमार्ग बन्दै 4 लाइन हजुर भनेपछि बजार रहँदैन जस्तो छ के गर्ने त अब हेटौडा बजार विस्तार भइहाल्छ नि सर बजारमा अब बिस्तारै अब यस्तो जितपुर सिमरा त्यहाँ पनि बजार बस्दैन भनेको थियो पहिले भन्दा राम्रो भवन बनेको छ अहिले जुन देखिरहनु भएको छ यसो देखाउनु यहाँ यो जस्तो दुर्घटना हुने कहीँ पनि छैन हामीले धेरैचोटि धेरै ठाउँमा पनि भन्यो पनि अब कसले सुन्दैनन् होइन यतापट्टि 8 नम्बर पऱ्यो यता 9 नम्बर पऱ्यो सडक यत्रो खाल्टो बनाइरहेको छ हेर्नु टर्निङ गर्दाखेरि कहिले भ्याउँदैन ब्रेक हान्दा भित्र छिर्ने यहाँ मृत्यु पनि थुप्रो भएको छ स्पोर्ट डेट धेरै भएको छ होइन जहिले पनि राति कहिले 12 कहिले 1 कहिले 11 बजीतिर ड्याङ आउँछ भने हेर्न गयो स्पिड त हामी त कति लास कहिले उठाउने कहिले घाइतेलाई गाडीमा राखेर लाने होइन अब यहाँ पुलिसको कमाइ खाने भाडा मात्र भइरहेछ होइन हामीले देखिरहेको छौँ ओभरटेक नगर्नु होला भनेर हो अब त्यो मात्र राखेर त भएन नि बाटोको टर्निङ हेर्नु कस्तो छ होइन त्यसमाथि खाल्टो बनाएको छ ढल भनेर यति खाल्टो बनाएको छ कति गहिरो छिर्यो भनेदेखि निक्लिन नसक्ने अलिकति फेरि टर्निङमा चिप्लेर ब्रेक एक्कासी अब थाहा हुँदैन फेरि टाढाबाट हेर्नु भने टर्निङ राम्रो देख्दैन त्यस्तो टर्निङ लाग्दैन तर यस्तो घुमाउ टर्निङ चाहिँ यहाँ भयङ्कर एक्सिडेन्ट भएको छ घरमा डोजर चलेको छ है हेर्दाखेरि चाहिँ 3 तले घर छ अब ढल्दैछ तर पनि तपाईँहरूलाई यो विकासको कुरामा विरोध चाहिँ छैन विकासमा विरोध छैन अब मुआवजाको लागि चाहिँ अलिकति पहल हो होइन सबैजनाको चाहना त्यही हो गर्नै पर्यो नि सरकारले चाहिँ यो कुरा चाहिँ एकदम राम्ररी सुन्नुपर्छ कि होइन कसैको त एक धुर पनि छैन के बाबुहरू जग्गा कसैको त विस्थापितै भए के स्थापितबाट विस्थापितै भए के गर्नुपर्छ भरिको कमाइ आफ्नो जीवनभरिको होइन के तर विस्थापितलाई त सरकारले राज्यले स्थापित त फेरि गर्नु पर्यो नि त सुकुम्बासी नै बनाएर छोड्नु त भएन नि विकास हुनुपर्छ बाबु विकास विरोधी कोही पनि होइन आफ्नो देश आफ्नो हाम्रो नेपालमा विकास हुनुपर्छ हाम्रो विकास नभएको भने नि सबै ठाउँमा बनिसक्यो हाम्रो यही हेटौडा यति मात्रै बाँकी हो नि त विरोध गरेको नि पुरानो सहर यो त यो हाम्रो धेरै पुरानो सहर हो कि त्यो हुनुपर्छ तर सरकारले राज्यले चाहिँ कानमा तेल हालेर चाहिँ बस्नु हुँदैन यो विस्थापित हुनेलाई एक धुर पनि नरहनेलाई चाहिँ हेर्नुपर्छ भन्छु तर यो निदाको सरकारले हेर्न त हेर्दैन बाबु यो मुख मात्रै दुखाउने हो यो राजनीति भनेपछि त एलर्जी हो मेरो जितेन्द्र कुमार श्रेष्ठ सडक डिभिजन हजुर हेटौडा बजार आसपासमा सडक खण्डमा पर्ने यो घर संरचनाहरूमा डोजर चलिरहेको छ कति बेलादेखि हो यो के हो यो बिहान हामीले 6 बजेदेखि सुरु गरे बिहान 6 बजेदेखि हजुर अब कतिवटा घरहरू खाली भयो अहिले लगभग 250-300 जति खाली भइसक्यो उहाँहरूलाई पूर्व सूचना के थियो त्यस्तो सूचनामा सरको पुरै माइकिङ गराएर यो पत्रिकामा पनि यसको 15 दिने सूचना निकालेर अनि त्यसपछि तपाईँको माइकिङ गरेर सबैलाई घर धनी सबलाई चाहिँ प्रत्येक व्यक्तिलाई उ गरेर यो म्याच चाहिँ आज अन्तिम भएर आज चाहिँ यो डोजर चलायो आयोजना अन्तर्गत पर्छ यो आयोजना यो एडिबी मार्फत यो 4 लाइन सडक बन्ने पछि अब त्यसैमा यो आयल निगमको यो अहिले लोथरतिर जाने पाइपलाइन पनि यही भित्रबाट जाने कारणहरू छ यसमा त्यो कारणले अहिले क्लियर हुन पहिलाको भन्ने सुन्यो यो कहिलेको हो ठ्याक्कै यो आयोजना
यो आयोजना भनेको धेरै पहिलेको, अब म आएको पनि यहाँ धेरै भएको छैन, त्यही भएर मैले त यो सुनेको अब यो 30-31 सालदेखि नै चाहिँ यो चाहिँ 25 गजको कुरा चाहिँ भइ नै राखेको हो। अब यहाँ पटक पटक पोहोर पनि यही भयो, भत्काउने भनियो, स्टे अर्डर आयो, रोकियो। यसपालि चाहिँ अदालतले नै निर्णय नै चाहिँ भत्काउनु भनेर दिया भएर नै यो सुरु गरे। जस्तै अहिले यो तपाईँहरूले चलाइरहेको डोजर चलाइरहनु भएको छ नि, यो संरचनाहरूको अथवा यहाँको जग्गाको घरको मुआवजा के छ? राज्यले के गर्यो? यो मुआवजा 24 गजभित्र चाहिँ अहिले दिन नपर्ने भनेर अदालतको निर्णय नै हामी कहाँ भएरै चाहिँ दिन नपर्ने भन्ने नै छ। अहिले चाहिँ हामीले मुआवजा पनि पाएका छैनौँ भन्ने गुनासो। त्यो गुनासो कस्तो छ भने योभन्दा पहिले नै यो मुआवजा लिनलाई चाहिँ यो पहिले नै डाकेको रहेछन्। त्यो जसले लिए नलिएको खण्डमा त्यो जग्गा स्वतः नै सरकारी हुने भन्ने रहेछ के पहिले। अब जो लिन गए उनीहरूले लिनुभयो, अब जो गएनन् त्यो स्वतै अब यो सडकमा यसको चाहिँ अहिले 25 गजको लाल पूर्जा सडकको नाउँमा आइसक्यो। हेटौडा बजारमा पनि 4 लाइनको बाटो बन्छ। हेटौडा बजार भन्नाले यहाँबाट हाम्रो होइन, यो त भरतपुरदेखि लिएर पत्लैया, भरतपुरदेखि पत्लैयासम्म 4 लाइनको बाटो यो पूर्व पश्चिम राजमार्ग बन्दै 4 लाइन। हजुर, अब भनेपछि बजार रहँदैन जस्तो छ, के गर्ने त अब? हेटौडा बजार विस्तार भइहाल्छ नि सर। बजारमा अब बिस्तारै अब यस्तो जितपुर सिमरा त्यहाँ पनि बजार बस्दैन भनेको थियो, पहिले भन्दा राम्रो भवन बनेको छ अहिले। धेरै पटक तपाईँहरूले प्रयास गर्दा गर्दै पनि असफल हुनुभएको थियो। यो पटक के छ यहाँका स्थानीयहरूको साथ सहयोग कस्तो? यसपटक स्थानीयको सहयोगले नै यो भत्किरहेछ। सबैले भत्कोस् भन्न चाहिँ चाहने, अब कोही यसमा सुकुम्बासी पनि परे। अब त्यो समस्याहरू त पछि जिल्ला प्रशासन मार्फत समाधान हुने कुरो सुने हो हामीले, त्यो हामीले गर्ने होइन, तर त्यसको केही समस्या हल हुन्छ होला। जसले चाहिँ आफ्नो लगानी गरेका छन्, आफ्नो जग्गा आफ्नो घर छ, उहाँहरूलाई चाहिँ राज्यले के गर्छ त अब यो अहिले यसको छलफलकै विषय छ। यसको नगरपालिका जिल्ला प्रशासन सबै बसेर छलफल गर्ने भन्ने छ। अब यो पछि अब के हुन्छ त्यहीँबाट थाहा हुन्छ। कतिपय जनताको त उठीबास पनि हुन्छ जस्तो छ। अब त्यसको लागि उहाँहरूले नै चाहिँ त्यसको अब प्रतिवेदन तयारी गर्नुहुन्छ, कतिजना उठीबास हुने हो को नहुने, अनि त्यही हिसाबले गर्नुहुन्छ। त्यो त माथिल्लो लेभलले गर्ने हो नि त। 20-25 वर्षदेखि यस्ता संरचनाहरू अथवा यस्ता घरहरू भत्काएर सडकहरू विस्तार भएको छ, अहिले पनि मुआवजा नपाएको गुनासो छ। अब यहाँ त्यस्तो यहाँका जनताहरू पनि भोलि चाहिँ त्यही गुनासो लिएर तपाईँहरूमा आउने होलान्। राज्यले केही सोचेको छ कि छैन? यो भत्काउनु मात्रै ठुलो कुरा त होइन। त्यो त होइन। अब यो के छ भने यो माथिल्लो निकायले दिने हो यसको चाहिँ उत्तर होइन, हामीले यो दिन सक्दैनौँ। अब यसमा कतिपय के छ भने कति सुकुम्बासी परेकोलाई अब कता दिने भनेर पनि पहिले सुनिया थियो होइन। अब त्यो विषयमा त अब यहाँहरू बस्नुहुन्छ होला, अब नगरपालिका बस्ला, कता के होला, खाली कता होला, त्यो पनि छानबिन गर्ला। को चाहिँ सुकुम्बासी हुँदैछ, को चाहिँ भएको छ, त्यो छानबिन गरेर गर्ला। यहाँको स्थानीयले सम्बन्धित निकायसँग अब समन्वयन गर्नु पर्यो। कुनै पनि हालतमा अब तपाईँहरू पछि हट्नुहुन्न उसलाई? अब सिद्धिसक्यो त, अब छैन यहाँबाट अलिकति हो अनि चौकी टोलो। भत्काउन त भत्काउनु भयो, खाली पनि गर्नुभयो, बनाउन चाहिँ वर्षौँ लाग्ला नि त। फेरि यो पनि छ नेपालमा लाग्दैन। हाललाई चाहिँ यो मान्छे हिँड्ने टाइपको ग्राभलिङ सडक सबै सडक डिभिजनले नै गर्छ, तुरुन्तै हुन्छ। यो तुरुन्तै हुन्छ। यो पुरै सरसफाइ भएपछि तुरुन्तै हुन्छ। सरसफाइ बनाउने, ग्राभेल हाल्ने, अहिले फिलिङ गर्ने, त्यसपछि ठेक्का निक्लिन्छ। ठेक्का निक्लेपछि ठेकदारले गर्ने कामहरू हो त्यो। वासीहरूको गुनासो अहिले आइसक्यो। अब यो भत्कियो, हाम्रो घर पनि गए, तर बन्न चाहिँ कहिले बन्छ, छिटो बन्छ कि बन्दैन? यतिकै बस्दैन, यो पुरै क्लियर गरेर सफा गरेर यो आफ्नै खोला अब सबै नगरपालिकाको अन्डरमै हुन्छ। हाम्रो यहाँ टिपरहरू थुप्रै छन्, त्यसले ल्याएर पुरै यो ग्राभलिङ गरेर जोस् एउटा लेभल चाहिँ गरिन्छ होला। 24 घण्टामा 531वटा संरचना त तहस नहस भयो। अब बनाउन चाहिँ यो सडक बनाउन चाहिँ 20औं वर्ष लाग्छ कि भन्ने कुरा त्यसो भए जनताले? 20औं वर्ष लाग्दैन। यो अब यो क्लियर गरेरै एडिबी यो अन्तर्राष्ट्रिय योजनाहरू यो क्लियरै दिनु भन्ने हुन्छ, त्यो अनि मात्रै उसले त्यहाँ पैसा लगानी गर्छ क्या।